आज ओमेगाश्री फार्मास्युटिकल्स लिमिटेडको आइपिओ निष्कासन भएको छ। यो कम्पनीको स्थापना 2075 साल चितवनको भरतपुरमा भएको हो। यो कम्पनीले हालसम्म 31 प्रकारका विभिन्न औषधिहरू उत्पादन गर्न अनुमति प्राप्त गरेको छ, जसमा कार्डियाक, एन्टिबायोटिक र जेनरल प्रोडक्ट्स समावेश छन्। यो कम्पनीले आफ्नो जारी पुँजी 60 करोडको 30% अर्थात् 18 लाख सेयर सर्वसाधारणको लागि जारी गरेको छ। यसमध्ये 10% अर्थात् 1,80,000 सेयर चाहिँ गैर आवासीय नेपालीहरूको लागि छुट्याएको थियो, जुन माघ 21 गतेदेखि फागुन 5 गतेसम्म आवेदन खुला गरेको थियो। बाँकी 16,20,000 सेयर सर्वसाधारणको लागि जारी गरेको छ, जसमा 5% अर्थात् 90,000 सेयर म्युचुअल फन्डहरूको लागि र 3% जुन कि तपाईँको 54,000 सेयर कम्पनीको कर्मचारीहरूको लागि छुट्याएको छ। बाँकी 14,76,000 सेयर सर्वसाधारणको लागि यसले छुट्याएको छ। ओमेगाश्री फार्मास्युटिकल्स कम्पनीको प्रबन्धक चाहिँ यसको प्रभु क्यापिटल लिमिटेड रहेको छ। प्रभु क्यापिटल लिमिटेड र ओमेगाश्री फार्मास्युटिकल्स बीच सम्बन्ध सम्झौता भएको हो। आवेदकहरूले न्यूनतम 10 युनिटदेखि 10,000 युनिट सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी-एस्पर प्रणाली मार्फत सम्बन्धित ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट दिन सकिनेछ। केयर रेटिङ नेपाल लिमिटेडले ओमेगाश्री फार्मास्युटिकल्स NP/BB- रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई मध्यम जोखिममा राख्छ। यस कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको हुनाले गर्दा यो कम्पनीको विगत अवस्था हेर्नुहुन्छ भने 2078 साल पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी 3 करोड 71 लाख रुपियाँ रहेको थियो। त्यस्तै प्रति सेयर आम्दानी जम्मा 98 पैसा र प्रति सेयर नेटवर्थ 91 रुपियाँ 15 पैसा यस आर्थिक वर्षमा रहेको छ। यस आर्थिक वर्षमा पनि सञ्चित नोक्सानी कायम रहने प्रक्षेपण गरिएको छ। ओमेगाश्री फार्मास्युटिकल्सले आफ्नो आइपिओ मार्फत सर्वसाधारणहरूलाई कम्पनीमा सहभागी हुने अवसर प्रदान गरेको छ। कम्पनीको युरोपियन GMP मापदण्ड अनुसार उत्पादन प्रक्रिया र विभिन्न प्रकारका औषधि उत्पादन गर्ने क्षमता भविष्यमा कम्पनीको वृद्धिमा सहयोगी हुन सक्छ। यो कम्पनीले यस क्षेत्रमा पहिलो पटक आइपिओ जारी गरेको छ, जसले कम्पनीको पुँजी सङ्कलन गरेर अगाडि बढ्नमा धेरै नै मद्दत पुर्याउनेछ। यसको EPS अर्निङ पर सेयर भनेको 3.3 रहेको छ। त्यसैगरी यसको नेटवर्थ पर सेयर भनेको 105.03 रहेको छ। अब रिटर्न अन इक्विटी हेर्नुहुन्छ भने 2080-81 सालको लागि 3.14% रहेको छ। विगतको तुलनामा यो वर्ष अहिले धेरै नै उपलब्धि गरेको हो र आगामी वर्षमा पनि एकदमै राम्रो गर्दै जानेछ। ओमेगाश्री फार्मास्युटिकल्सको आइपिओ निष्कासन गर्नको लागि सेक्युरिटी बोर्ड अफ नेपालले अनुमति दिएको छ। यसले सर्वसाधारणहरूको लागि 14,76,000 इकाइ सेयर निष्कासन गर्ने अनुमति पाएको हो। यसको पर युनिट सेयरको प्राइस भनेको 100 रुपियाँ नै रहेको छ। तपाईँले न्यूनतम 10 किताको लागि आवेदन दिन सक्नुहुनेछ भने अधिकतम 10,000 कितासम्मको लागि आवेदन दिन सक्नुहुनेछ। 2080-81 सालको यसको नेट प्रफिट हेर्नुहुन्छ भने 1,38,72,179 रुपियाँ रहेको छ। पनि लगानी निर्णय गर्नु अघि लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था, बजार र स्थिति अन्य सम्बन्धित पक्षहरूलाई गहिरो अध्ययन गर्नुपर्छ। तपाईँले मेरो सेट टाइप गर्नु होला यदि तपाईँले डेस्कटप या ल्यापटपबाट खोल्न लाग्नु भएको हो भने। अब तपाईँले यहाँ ब्याङ्कको नाम लेख्नु होला अनि त्यसपछि युजर आइडी र पासवर्ड राखेर लगइन गर्नु होला। तपाईँले सी-एस्परमा क्लिक गरेर एप्लाई फर इस्युमा क्लिक गर्नु होला। तपाईँले ओमेगाश्री फार्मास्युटिकल्समा एप्लाईमा क्लिक गर्नु होला। तपाईँले यहाँ देख्न सक्नुहुनेछ यो आज बिहान 10 बजेतिर खोलेको हो र यसको टाइम अझै 5 दिन बाँकी छ। यसको इस्यु म्यानेजर भनेको प्रभु क्यापिटल लिमिटेड रहेको छ र यसको प्राइस पर सेयर भनेको 100 रुपिज रहेको छ। त्यसै गरी मिनिमम क्वान्टिटी भनेको 10 किता तपाईँले आवेदन दिन सक्नुहुनेछ र हाइएस्टमा भनेको 10,000 कितासम्म तपाईँले आवेदन दिन सक्नुहुनेछ। अब यहाँ तल तपाईँले आफ्नो BOID नम्बर लेख्नु होला, त्यसपछि ब्याङ्क सेलेक्ट गर्नु होला अनि त्यसपछि एकाउन्ट नम्बर कुन ब्रान्च हो, अब CRN नम्बर लेखिसकेपछि यहाँ आई हर्बामा टिक गरेर प्रोसिडमा क्लिक गरिदिनु होला। अब प्रोसिड गरिसकेपछि 4 अङ्कको
पिन नम्बर राख्नु होला अनि त्यसपछि एप्लाई गरिदिनु होला। तपाईलाई यहाँ 4 अङ्कको पिन नम्बर राखेर एप्लाई गरिदिनु होला। यहाँ तल हेर्नु होला सेयर has been सक्सेसफुली एप्लाइड भनेको छ। यसरी तपाईले आवेदन दिन सक्नुहुन्छ।